हेलो गाइज वेलकम टु माई मिनी ब्लग भन्दा पनि यो चाहिँ एकदम लामो ब्लग छ हैन। मेरो चाहिँ आज व्रत थियो अनि मैले चाहिँ बिहानै पूजासुजा गरेँ अनि पूजा गरिसकेपछि सुरुमा मैले आफैलाई टिका लगाएँ अनि त्यसपछि यहाँ चाहिँ मेरो दिदीको छोरी अनि यतापट्टि नानीहरू अनि यिनीहरूलाई पनि मैले सबैलाई पालो टिका लगाइदिएँ अनि मेरो छोरालाई पनि लगाइदिएँ अनि त्यसको बाबालाई जिस्काउँदैछ स्याउ दिन खोज्दै फेरि आफै खाँदै गर्दैछ अनि ऊ चाहिँ यहाँ ज्ञानी भएर टिभी हेरिरहेछ अनि म चाहिँ अब आफूले खाना नभए पनि खाना त बनाइदिनु पर्यो अनि मेरो बुढाको लागि चाहिँ म यहाँ हतार खाना बनाउँदैछु। हतार चाहिँ किन भन्दै हुनुहुन्छ भने म चाहिँ जाँदैछु दिदीको घर अनि त्यही भएर मैले छिटो खाना बनाएर दिएँ अनि यहाँ मेरो नानी चाहिँ सुताएँ अनि नानी सुतिसकेपछि चाहिँ म चाहिँ यहाँ अलिअलि मेकअप गरेँ अनि अलिअलि मेकअप गरिसकेपछि चाहिँ अब चाहिँ हामी हिँड्यौँ अनि यहाँ यसो भिडियो गर्दै हिँड्दैछु म चाहिँ अनि यहाँ चाहिँ मेरो दिदी र दिदीको छोरीहरू अनि हामीले के किन्यौँ अनि त्यसपछि हामी चाहिँ यहाँ गाडीमा चढ्यौँ अनि हामी चाहिँ कस्तो घामपट्टि पऱ्यौँ अनि लास्टमा हामी चाहिँ फेरि यतापट्टि सऱ्यौँ होइन अनि यस्तो लामो बाटो यस्तो बिग्रेको बाटो गन्द्राङ गुन्द्रुङ हाम्रो चाहिँ यस्तो भएको थियो हालत अनि मेरो छोरा चाहिँ चलेछ उफ्रे मान्छेहरूलाई सताएँ होइन अनि यहाँ आइपुगिसकेपछि म चाहिँ खाना बनाउँछु भने म आफै बनाउँछु दिदी भने अनि यहाँ चाहिँ माछा तार्दैछु अनि यहाँ चाहिँ मेरो दिदीले यति प्रगति गरेछ कि यहाँ साग फलाएर अनि यो साग चाहिँ म चाहिँ एउटा गर्दै टिपेर एक साग चाहिँ बनाएँ अनि यहाँ चाहिँ माछा तार्दैछु अनि यो चाहिँ हामीले थानामा यहाँ माछा चोरेर खाँदैछ मैले भिडियो गर्दै यसलाई थाहा छैन भिडियो गरेको अनि यहाँ मसला रेडी गरेँ साग रेडी यो चाहिँ माछाको लागि ग्रेभी पाक्दै थियो यता चाहिँ साग पाक्दै थियो मैले सबै पाकिसकेको चाहिँ भिडियो खिच्न पाइनँ अनि यहाँ चाहिँ भिनाजुलाई खाँदै हुन्छ मिठो हो भन्दै हुन्छ अनि यसलाई यो विशाललाई पनि मैले जबरजस्ती भन्दैन हो मिठो छ भनेर भन्दैछु भन्दैन चुप्पो लागेर खान्छ।